साथीहरू इन्द्रणीका लोकदोहोरी गायक छत्रसाई र काजल जोशीको यति मिठो दोहोरी र यति रोमाञ्चक छ। एकदमै यो दमदार दोहोरीलाई तपाईँले अन्तिमसम्म हेरेर सेयर गर्नु होला है। त्यो भिडियो हेर्नुहोस् त, म पनि तपाईँहरूसँग हेरिरहेको छु। दुईटै बुढाबुढी खत्रै छ दोहोरी है। समस्याले अलपत्र पारो यो घरासी समस्याले अलपत्र पारो बुढी पाल्न भन्दा पनि वचन सन गाह्रो एकदमै कडा दिएका छन् है। कडा एकदमै कडा भन्दा नि कडा बहुत रमाइलो भइरहेको छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यो जिएम भनेर फेसबुकलाई फलो गर्नु होला। नजानेरै गरिएछ पिरातीको धन्दा यो भिडियोलाई शेयर गर्नु है त, नजानेरै गरिएछ पिरातीको धन्दा आश्रम गएर ज्ञान सिक्ने हो किचकी सुन्नु भन्दा एक सधैँ किचकिच नगर भो खुसी देऊ भो खाली बल्ल अघि गुरुले भने जस्तै हुन्छ कि खुसी दियो भने हे सधैँ किचकिच नगर भो खुसी देऊ भो खाली बुढो फगाउन पोथाली एकदमै कडा भन्दा नि कडा बहुत रमाइलो भइरहेको छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने यो जिएम भनेर फेसबुकलाई फलो गर्नु होला। कति रमाइलो छ। यो भिडियोलाई शेयर गर्नु है त, धेरैजनाले शेयर गर्नु। जो मान्छे एकै ठाउँमा बस्छ छिटो छिटो मर्छ जो मान्छे एकै ठाउँ बस्छ रोग लागेर मर्छ गुरुले नै भन्नु भाउ हिँडिरहनु पर्छ आफू कस्तो छु भनेर कहिलेसम्म चिन्छौ मान्छे जस्तो काहिन्छौ र कुकुर जस्तो हिँड्छौ यति धेरै वचन नलाऊ मुख सम्हाली बोला एकदमै कडा दिएका छन् है। कडा एकदमै कडा भन्दा नि कडा बहुत रमाइलो भइरहेको छ। यस्तै कुरा भिडियो हेर्न चाहनुहुन्छ भने यो जिएम भनेर फेसबुकलाई फलो गर्नु होला। कति रमाइलो छ। यो भिडियोलाई शेयर गर्नु है त, धेरैजनाले शेयर गर्नु होला। आजदेखि सुध्रिन्छु म तिमीलाई गुण लाउँछु आजदेखि सुध्रिन्छु म तिमीलाई गुण लाउँछु आश्रम जान्छु ज्ञान सिकेर राम बनेर आउँछु म पनि त भन्दै हिँड्छु राम जै बुढो पाए म पनि त भन्दै हिँड्छु राम जै बुढो पाए गाईको घिउले मालिस गर्छु सुत्रिएर एकदमै कडा दिएका छन् है। कडा